अनुपम प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताले भरिपूर्ण देश नेपाल। जहाँ स्वाभिमानी हिमालहरूले आकाश स्पर्श गर्छन्। शरीरका नशा जस्ता नदीहरूले सभ्यताका संगीत सुसेल्छन्। समय, प्रकृति र संस्कृति सँगै समाज आफ्नै लयमा अगाडि बढिरहन्छ। कल्पना गर्न कवि मन चाहिन्छ, सपना देख्न दृष्टिकोण चाहिन्छ। कल्पना, सपना र दृष्टिकोणलाई साकार पार्न अदम्य साहस, क्षमता र सामर्थ्य चाहिन्छ। विश्वकै सुन्दर देश नेपाल समृद्धिको यात्रामा सदियौंदेखि पछाडि पर्यो। यसअघि समृद्धिको सपना कसैका आँखामा झल्किएन। जब समकालीन नेपाली राजनीतिमा एक दृढ, आत्मविश्वासी, साहसी र स्वप्नदर्शी राजनेताको उदय भयो, तब देशले समृद्धिको सपना देख्न थाल्यो। विश्वकै एउटा सुन्दर भूखण्ड नेपालमा मौलिक समृद्धि दर्शनको जन्म भयो। समृद्ध नेपाल, सुखी नेपाली। हाम्रो देशले देखेको एक सुन्दर सपना हो समृद्ध नेपाल, सुखी नेपाली। यो केवल कोरा कल्पना होइन, वास्तविकतामा परिणत हुने राष्ट्रिय संकल्प हो, साकार हुने सपना हो। नेपाल अब समृद्धिको यात्रामा अगाडि बढ्दैछ। जसरी हिमालबाट बगेको पानी खोला खोल्सी हुँदै नदीमा मिसिन्छ, नदीहरू समुद्रमा समाहित हुन्छन्, त्यसरी नै कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, प्रविधि जस्ता हाम्रा समृद्धिका पाइलाहरू सङ्गठित हुँदै समृद्ध भविष्यतर्फको यात्रामा अगाडि बढिरहेका छन्। नेपाल विविधतायुक्त देश, जहाँ इन्द्रेणी संस्कृतिहरू नदी जस्तै लयबद्ध हुन्छन्। परम्परागत मौलिकता र आधुनिकता एक आपसमा हातेमालो गर्दै नृत्य मग्न हुन्छन्। बहुभाषा, बहुसंस्कृति देशको सौन्दर्य। समृद्धि आत्मविश्वास हो, समृद्धि अवसर हो। शिक्षा, स्वास्थ्य, रोजगार, कृषि, उद्यम, नवप्रवर्तन, सामाजिक न्याय, घाँस, बाँस र कपास जस्ता आधारभूत आवश्यकताले पूर्ण नेपाल। नयाँ पुस्ताको आँखामा सजिँदै गरेको नवनेपाल हो समृद्धि। यो हाम्रो कथा हो, हिमालदेखि तराईसम्म, पसिनादेखि सपनासम्म। अब केवल सपना मात्र होइन, विपनामा परिणत हुने यात्रा हो समृद्ध नेपाल, सुखी नेपाली।